दाँत देखाउनु सेतो भएको छ नि त्यो दाँत है देख्नुभयो नि। हेलो, म डाक्टर राजकुमार पन्त। आज म हजुरहरूलाई बच्चाको अस्थायी दाँत निकालेपछि लामो समयसम्म किन थायी दाँत आएन त यसको बारेमा बताउन गइरहेको छु। सुरुमा यसको प्रमुख दुईटा कारणहरू हुन्छन्। पहिलो कारण भनेको लोकल कारण हुन्छन्। लोकल कारण भनेको चाहिँ हाम्रो कहिलेकाहीँ कस्तो हुन्छ भने हाम्रो गिजा हुन्छ, गिजाको चाहिँ एकदम मोटो गिजा आइन्छ। जस्तो नर्मल गिजा चाहिँ हाम्रो 1 to 1.5 mm हुन्छ। मोटो गिजा भनेको 2 देखि 3 mm हुन्छ। त्यो मोटो गिजालाई दाँतले छेडेर बाहिर आउन सक्दैन र हाम्रो दाँत बाहिर निस्किन्न। दोस्रो कारण भनेको चाहिँ सुपर न्युमेरी टिथ भन्छ मेडिकल भाषामा। त्यो भनेको चाहिँ हाम्रो शरीरमा एक्स्ट्रा दाँत आइदियो भने त्यसले चाहिँ थायी दाँत आउने बाटोलाई ब्लक गराइदिन्छ। अर्को कारण हुन्छ हाम्रो एन्काइलोसिस भनेको चाहिँ जुन दाँत आउनु पनि दाँतीभित्र हड्डीमै त्यहीँ गएर जोडिन्छ र त्यसले पनि दाँत आउन रोकिदिन्छ। अर्को कारण भनेको चाहिँ हामीले जस्तो बच्चाको तलको दाँत 6 देखि 7 वर्षमा फेरिन्छ, माथिको दाँत 7 देखि 8 वर्षमा फेरिन्छ। अब हामी त्यो फेरिने उमेरसम्मको दाँतलाई हामीले नफेरेर लामो समयपछि त्यतिकै छोडिदियो भने त्यसले पनि हाम्रो दाँत आउने कुरालाई अड्काइदिन्छ। अनि कहिलेकाहीँ बच्चाहरू अलिक छुचो पनि हुन्छ होइन, हामी पनि छुचै थियौँ। त्यस्तो बेला बच्चा लड्छ, लडेर तपाईँ अस्थायी दाँतमा चोट लाग्यो भने त्यसले थायी दाँतको भित्र आउने त्यो टुथ जम हुन्छ, त्यो जमलाई ड्यामेज गरिन्छ, त्यसले पनि हाम्रो दाँत आउन समस्या गर्छ। यो त भयो लोकल कारण। अब सिस्टेमिक कारण भनेको चाहिँ फर्स्ट भनेको चाहिँ हाम्रो न्युट्रिसनल डेफिसियन्सी भन्छ। त्यो भनेको चाहिँ हामीलाई भिटामिन डी को कमी हो। भिटामिन डी को कमी भयो भने हाम्रो दाँत म्याचर हुँदैन र दाँत समयमा बाहिर निस्किँदैन। अर्को कुरो हुन्छ आजकल बच्चालाई डाउन सिन्ड्रोम ज्यादा हुन्छ, किनभने हामीहरू ढिला बिहा गर्छौँ। ढिला बिहा गर्दा हामीलाई किनेको सिन्ड्रोम देउँछ, त्यो भनेको डाउन सिन्ड्रोम एउटा, त्यसले पनि हाम्रो दाँत आउनलाई ढिला हुन्छ। अर्को भनेको चाहिँ एउटा पिट्युटरी हर्मोन हुन्छ, त्यो हाम्रो मास्टर ग्ल्यान्ड हो। त्यो हर्मोनलाई चाहिँ हाम्रो ग्रोथ हर्मोन निकाल्यो। ग्रोथ हर्मोन पनि थोरै आइदियो अथवा चाहिने मात्रामा आइदियो भने त्यसले पनि हामीलाई दाँत आउनलाई समस्या निकाल्छ। अर्को भनेको चाहिँ एउटा एकदम इम्पोर्टेन्ट कारण भनेको चाहिँ कस्तो हुन्छ नि क्लेफ्ट र क्लेफ्ट प्यालेट भन्छ मेडिकल भाषामा। त्यो क्लेफ्ट र क्लेफ्ट प्यालेट भनेको चाहिँ खुँडे दाँतहरू भएको, खुँडे तालु भएको, खुँडे ओठ भएको बेलामा नि त्यो ठाउँमा नि दाँत नआएर त्यसले पनि हामीलाई समस्या निम्ताएको हुन्छ। यसले के समस्या निम्ताउँछ त भन्दाखेरि सुरुमा बच्चालाई के छ नि साइकोलोजी इफेक्ट पर्ने हो। ला मेरो दाँत छैन, बच्चाले हरूलाई चाहिँ के हुन्छ नि अरूले थोते भन्देला अलिकति नराम्रो फिल हुन्छ। अनि सेकेन्डमा के हुन्छ नि स्पिच प्रब्लम हुन्छ। स्पिच भनेको चाहिँ जस्तो एस साउन्ड प्रड्युस गर्नुपर्ने अगाडि दाँत हुन त्यसले चाहिँ हावा बाहिर निस्किन्छ, त्यसले राम्रोसँग दाँत एस साउन्ड भन्नै सक्दैन। लामो समयसँग दाँत आइदिनु कि तल र जुन दाँत ठाउँमा दाँत हो त्यसको अपोजिट साइजको आर चाहिँ के हुन्छ नि त्यो चाहिँ दाँत लामो लामो हुँदैन, त्यसलाई हामी मेडिकल भाषा सुप्रा इरेप्सन भन्छ, त्यस्तो पनि हुन्छ। अनि अर्को भनेको चाहिँ उसलाई सेल्फ इस्टिमै भनेको एक कन्फिडेन्ट फिलै हुन्न, किनकि मसँग दाँत छैन भन्ने हुन्छ। उसको त्यो कारणले उसलाई चाहिँ कन्फिडेन्ट लेभल लो भएर उसलाई समस्या यस्तो यस्तो समस्या निस्किन सक्छ। अब यो त रह्यो हाम्रो कस्तो समस्या हुन्छ भन्ने। अब अर्को कुरा चाहिँ हामीले अब कसरी डायग्नोसिस गर्ने त, यसलाई के गरेर थाहा पाउने भन्दाखेरि हामीसँग 3-4वटा डायग्नोसिसको तरिकाहरू छन्। सुरुमा भनेको चाहिँ हामी क्लिनिकल एक्जामिनेसन भन्छौँ। त्यो भनेको हामीले भिजुअली पनि हेर्न सक्छौँ होइन, छोएर पनि थाहा पाउँछौँ त्यहाँ दाँत छ कि छैन त्यसरी हेर्न सक्छौँ। दोस्रोमा हामी चाहिँ रेडियोग्राफ लिन्छौँ भनेको एक्सरेमा चाहिँ हाम्रो 2-3 थरीको एक्सरे हुन्छ। सुरुमा हामीले गर्ने भनेको चाहिँ पेरिएपिकल रेडियोग्राफ भन्छ, त्यो भनेको हामीले कहिलेकाहीँ अलिकति भाषामा चाहिँ आइयुपिए पनि भन्छौँ। दोस्रोमा हामी बाइटुङ रेडियोग्राफ भन्छौँ होइन। अनि तेस्रोमा हामीले ओपिजी चाहिँ अब अलिक ठुलो एक्सरे हो, अब चाहिएको खण्डमा गर्ने नचाहिएको खण्ड नखर्दा नि हुन्छ। अनि एकदम अब राम्रो खालको छ भने चाहिँ हामीले फाइबर अप्टिक ट्रान्स इल्युमिनेसन भन्छ। त्यो भनेको चाहिँ एउटा स्पेसल टाइपको डिभाइस हुन्छ, त्यसले चाहिँ मुखमा लगाएर लाइट अन गरेर बाल्दाखेरि त्यो ठाउँमा दाँत छ भने चाहिँ दाँतको स्याडो त्यसले निकाल्छ। दाँत छैन भने स्याडो देखिँदैन। स्याडो आयो भने चाहिँ हामीले के बुझ्नुपर्छ नि भित्र दाँत रहेछ बाहिर निस्किन नसकेको रहेछ भनिन्छ। अब यो सबै भएपछि यसको समस्याको समाधान चाहिँ के हो त भन्दाखेरि चाहिँ अब पहिलो सुरुमा हामीले मानौँ न हामीले बच्चाको दाँत चाहिँ समयमा निकाल्दैनौँ भने इमिडिएट त्यो दाँत उखालेर फालिदिइहाल्ने, त्यसो गर्दाखेरि हामीलाई दाँत आउने बाटो भन्छ। दोस्रो कुरा हामीले अहिले भने हामीलाई भिटामिन डी को कमी हुन्छ भने चाहिँ कति छ एकदम सिभियर टाइपको भिटामिन डी को कमी छ भने हामीले त्यस्तो केसमा चाहिँ हामीले 2000 देखि 3000 को आइभी पर डेसम्म हामीले भिटामिन डी को हामीले सप्लिमेन्ट दिन सक्छौँ। अनि एकदम इम्पोर्टेन्ट कुरा भने चाहिँ कस्तो भने अब जस्तो हामीले भन्यो नि गिजा बाक्लो छ, बाक्लो गिजाले गर्दा दाँत आउन सकेन भन्ने भयो भने चाहिँ हामीले सुरुमा पहिला के भने त्यो हो कन्फर्मै हामीले त्यो हो भने चाहिँ हामीले पहिला सुरुमा त्यो जुन भागमा दाँत आएको छ त्यो भागमा हामीले लोकल एनेस्थेसिया लाउने। लोकल एनेस्थेसिया लगाएपछि 15 नम्बरको सर्जिकल ब्लेड ल्याउने, त्यसले हामीलाई माथिबाट इन्सिडेन्ट दिन र त्यो 2 देखि 3 mm को मोटो गिजालाई हामीले काटेर एउटा ओपन विन्डो क्रिएट गर्ने। ओपन विन्डो क्रिएट गरेपछि के हुन्छ नि एउटा उसलाई दाँत आउने बाटो ओपन हुन्छ र उसले सजिलो दाँत निस्किने भाग बन्दछ। यस्तो केसमा कहिलेकाहीँ के हुन्छ भने अब मैले दाँत त यसरी ओपन विन्डो त क्रिएट गरेँ तर धेरै ब्लिडिङ हुन्छ भने चिन्ता लिनु पर्दैन। त्यो ठाउँमा चाहिँ हाम्रो ब्लड सप्लाई अलिक कमी नै भएको हुन्छ। इनकेस मानौँ न ज्यादै रगत आयो भने चाहिँ हामीले के गर्नुपर्छ भने एउटा स्टेराइल गज पिस लिने, त्यसलाई चाहिँ हामीले लोकल एनेस्थेसिया भिजाउने, भिजाएर त्यही कुरा हामीले प्रेसर प्याक दिने, त्यसले गर्दा हामीलाई ब्लिडिङ कन्ट्रोल हुन्छ। यो गऱ्यो भने हामीले एउटा सबभन्दा राम्रो कुरा के हुन्छ भने हाम्रो दाँतको चाहिँ नर्मल फर्ममा नै आउँछ र हाम्रो दाँतको टेढोमेढो भएर आउँदैन, दाँत नर्मली आउँछ र हाम्रो
राम्रो मिसएलाइनमेन्ट पनि हुँदैन। हजुरलाई मैले यही सेम केस कसरी गर्ने र मैले गरेको केस मेरो अनुभवमा चाहिँ मैले एउटा केस पनि आएको थिएँ। मसँग एउटा 9 वर्षको बच्चा आउनुभएको थियो, उहाँको दाँत त्यसरी भित्र अड्केको थियो। त्यसलाई चाहिँ मैले प्रोसिड्युर कसरी गरेको भने मैले प्रोसिड्युरको भिडियो पनि यहाँ राखिदिएको छु। भन्छ म अप्पर कोरियर गराउँदै सबभन्दा पहिला मैले नब्लक हानिरहेको छु। हामीले जेनरली जुनसुकै नब लाग्दैन 3 to 5 मिनट्स वेट गर्नुपर्छ। त्यो 3 to 5 मिनट्स वेट गरेपछि बल्ल हाम्रो नब चाहिँ लोकल साइडमा डिपोजिट हुन्छ अथवा हाम्रो चाहिँ मेन ट्रङ्कबाट डिपोजिट हुन्छ। बल्ल हामीलाई सुईले काम गर्न थाल्छ। दाँत देखाउन सेतो भएको छ नि यो दाँत है, देख्नु भयो नि। धन्यवाद। तपाईँलाई मेरो भिडियो मन पर्यो लाइक सब्सक्राइब कमेन्ट गर्न नभुल्नु होला। नमस्ते।